हाम्रो बैतडीको बाघको आवाज सुनाम है त। कुन बैतडीको बाघको पश्चिमको बाघ। अस्तिसम्म त भैँसी मारे पश्चिममै हो। ए भैँसीले बाघ मारेको पश्चिम। कस्तो ठ्याक्कै उल्टा भएछ क्या। अस्ति भैँसीलाई मार्ने भनेर बाघ आएछ। त्यो बेला चाहिँ उल्टै भैँसीले पो बाघलाई मारिदिएछ। तर वास्तवमा त्यहाँ मार्ने चाहिँ बाघले मार्न खोजे हो क्या। बाई चान्स त्यो गल्तीले भनौँ न, आफ्नै गल्तीले बाघ त्यो भैँसीको सिङमा पऱ्यो क्या। उनी नआएको। अब त्यो खराब समय भएपछि त्यस्तै त हो। अब सबैको खराब समय आउँछ, त्यसको नि खराब समय आयो। त्यो दिनदेखि पश्चिममा अहिले बाघको आवाजै सुनिरहेको छैन भनेर आउँछ। लास्टमा गएर त बाघको आवाजै सुन्दै छैन। अब भैँसीले मार्यो भन्ने हल्ला चलेपछि त अहिले पत्ता साप हो। पत्ता साफ भइसक्यो। बाघ त छैन। बाघको अहिले कमी भइसक्यो। अहिले बाघ चाहिँ कहाँ छ त अहिले? बाघ चाहिँ अहिले मध्यपश्चिमतिर छिरेकी भन्ने हल्ला छ मार्केटमा चाहिँ। मध्यपश्चिमतिर छिरो भन्ने बित्तिकै यो मध्यपश्चिमतिर आयो बाघ, तर कहाँ गयो अन्त? ल खै मध्यपश्चिमतिर के रहेछ, कहाँ गयो? चितवनमा हो ठ्याक्कै। त्यो चितवनको त्यो के छैन चिडियाखाना छ नि, त्यहाँतिर यस्तो साथीहरू भएपछि भइहाल्छ नि सबै। यता हेर न एकछिन, कस्तो लजाएको यार तपाईँ त। यस्तो लजाउने त यार। अनि गर्लफ्रेन्ड नभएर के भयो त? होइन, गलत फ्रेन्ड त छ त यहाँ। अनि यत्रै गलत फ्रेन्ड लगाइरहेको छ। गलत गरेको भएर हो कि लजाएको। गलत नगर्नु नि त। तपाईँ हात अडाउनु त पहिला कहाँ हात लगाएर बस्नु भएको है? माया गरेको हो। माया गर्ने होइन उहाँ, अनि कहाँ हात लगाएर बस्यो? त्यही भएर लजा